इन टोटल म मोरङ 3 चोटि आइसकेँ होइन, तर दिस टाइम वाज वर्स्ट। सुरुवात चाहिँ एकदम दामी थियो होइन गाइज, सुरुवात राम्रो भयो भन्दैमा अन्त्य राम्रो हुन्छ भन्ने छैन रहेछ। अहिले गाडीले नमात्ने होइन, मान्छे पनि यहाँ माथि सो हेलो गाइज, वाट्सअप सन्चै हुनुहुन्छ सबैजना। सो आज चाहिँ होइन म यहाँनिर एकदम सुट बुट लगाएर, सुट त होइन तर पनि यसरी जाँदैछु। कहाँ जाँदैछु भन्दाखेरि मोरङ होइन, अनि मोरङ कानेपोखरी रमाइलो किन जाँदैछु भन्दाखेरि चाहिँ यो सामान छ नि, यो सामान पुर्याउनु पर्ने छ। अनि यो सामान यहाँभित्र चाहिँ के छ किन भन्नु होइन, सन्चै छ सामानहरू। नि यो उता विदेशमा दिदीलाई लगिदिनु पर्ने अरे, अनि दिदीको साथी त्यहाँनिर हुनुहुन्छ। सो अनि मैले चाहिँ त्यहाँनिर पुर्याउँछु। सो अनि के त्यतिकै जानु जस्तो लाग्यो अब, अनि भ्लग गर्दै गएको होइन। सो वाच दिस भ्लग टिल द इन्ड। सो ओके, अटोलाई बोलाएको छु होइन, अटो चाहिँ अनि अहिले एकछिनतिर मात्रै आइपुग्छ। अनि यो अटो आउँदा ओर्दा चाहिँ म कटेलटार पुगिसकेको हुन्छ। अनि कटेलटारबाट चाहिँ 50 रुपियाँ भाडा कम लाग्छ क्या, स्ट्राटेजी। अनि सो वाज के भन्नु अब, हेर्दै गर्नुहोस्। सो गाइज हाम्रो अटो आयो रे, ढिलो गर्नुभयो नि ढोका खोलौँ यतापट्टि खोल्नु भयो। मोरङ गएको, हेलो मोरङ गएको। इच्छा सो अटो पनि आइसक्यो होइन, तर टाइम धेरै भयो। गाइज दामी बर्बाद भयो होइन, किन भन्दाखेरि म चाहिँ रकेटमा जान्छु डाइरेक्ट मोरङसम्मको गाडीमा भनेर आएको थिएँ। बट रकेट त अघि गइसकेको छ 7 बजी नै, अनि म यहाँनिर 7:57मा छु। अनि अब म वीरता मोड पहिला, अनि त्यसपछि मात्रै मोरङ। भनेपछि 2टा गाडी पक्रिनु पऱ्यो। स्ट्रेस अब बर्बाद त भइगयो होइन। सो ड्याम इट, पुरै गाडीमा 2जना प्यासेन्जर। वाउ, सच ग्रेट फिलिङ यार होइन। अन्त वीरता मोडसम्म जाने गाडी त सबै खाचक खुचुक मात्रै हुन्छ नि त, यो के भन्छ खाँदीको। बट इट्स माई फर्स्ट टाइम ब्रो, ओ माई गड। म त सुतेर जाउँ कि क्या हो। आइपुग्यो यो ठाउँ वीरता मोड 5। मोरङको गाडी लिनुपर्ने छ। सो गाइज म चाहिँ उत्रिसकेँ होइन, अब यहाँनिर फेरि उत्रिने बित्तिकै अटोमा पसेँ फेरि अब पश्चिम स्ट्यान्डसम्म। अनि त्यहाँदेखि चाहिँ मोरङको गाडी पनि 3 देखि पाउँछ अरे। सो लेट्स गो। सो गाइज अब अटोदेखि यतिकै फेरि आइपुग्यो डाइरेक्ट गाडी टु गाडी। यहाँनिर ठाउँ छ यहाँनिर ठाउँ छ भने गाडी टु गाडी एकदमै पुरा यात्रा हुँदैछ होइन। सो हामी चाहिँ बिरिङ पुलमा आइपुग्यो होइन, यो गाडी चाहिँ बिरिङ पुलमा आइपुग्यो। म सफोकेसनले जानु आँटिसकेँ गाइज भित्र। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ एसी सर्भिस फुल छ, तर एसी खोलेको छैन होइन। अनि मान्छेहरू दामी भरेको छ, खात भएको छौँ। अनि अङ्कललाई चाहिँ अझै पनि खाली नै छ जस्तो लाग्दैछ होला, अरू पनि बोलाउनु हुँदैछ मान्छे चाहिँ होइन। घुम्सिएर जानु आँटिसक्यो। वर्स्ट एक्सपिरियन्स दिस इज
साथै सबै झ्यालहरू पनि बन्द छ। सो यहाँनिर यो चाहिँ दमक आइपुग्यो होइन। अनि मैले चाहिँ यहाँनिर दुईचोटि सिट चेन्ज गरिसकेँ, एकचोटि ऊ पर पुगेँ अनि अहिले फेरि यहाँनिर खाली भएपछि यहीँनिर आएको छु। अनि के भएको थियो भन्दाखेरि अहिले चाहिँ यस्तो सफोकेसन चाहिँ भएको छैन। यो नानीले मलाई चाहिँ हेर्दैछ। हेलो, कति क्युट हो। फेरि यहाँदेखि अब विराटनगरको लागि निस्किसक्यो गाडी, तर म चाहिँ बिचमा मोरङतिर नि झर्छु होइन। ए रात्रि सेवा के हो यो, बसको होला सायद। अनि के भन्नु, अहिलेसम्म त पिस भइरहेको वर्स्ट फिलिङ, गाडीभित्रको यो वर्स्ट फिलिङ हो यो इभीमा आएको चाहिँ मैले। किन भन्दाखेरि कोचेको गरेँ नि त, धन्न अहिले चाहिँ निस्क्यो यो सबैजना, धेरै जस्तो मान्छेहरू उयो भइरहेछ। के भन्छ, अहिले चाहिँ अलि राम्रै भइरहेछ, फिलिङ आइरहेछ होइन त। ओ माई गड, अघि एकछिन त म चाहिँ घर जानै भएको खालको भइरहेको थियो क्या फिलिङ पनि। ए असार चाहिँ तपाईँहरूलाई थाहा छ गाइस, म पनि दमकमै जन्मेको होइन। मेरो जन्म दमकमै भएको, एउटा कुन हस्पिटलमा भएको थियो अरे हो सायद। मलाई हस्पिटलको नाम त थाहा भएन, तर पनि आज यो जुन दमक यति साह्रो विकसित देख्नुहुन्छ त्यो म जन्मेरै हो। ओहो, उर्लाबारी आइपुग्यो, उर्लाबारी होइन। मान्छेहरू पनि थपिनु भयो यता। किन चढेछ भइरहेछ, किन भन्दाखेरि किनकि मलाई यस्तो दामी वर्स्ट फिल आइरहेछ क्या। यति साह्रो म सफर गर्दैछु यहाँनिर, SUFFER सफर। सो गाइस, यो चाहिँ पत्री हो होइन, पत्री आइसक्यो। अनि अझै अङ्कललाई, अझै यता अङ्कललाई चाहिँ मान्छे कम भएछ, बोलाउनु हुँदैछ मान्छेहरू। सहारा डेन्टल क्लिनिक नेपालको यत्रो झन्डा, डेन्टलहरूमा नेपालको झन्डा राखेको चाहिँ पहिलोचोटि देखेको। अरे अङ्कलजी कति चाहियो पेसेन्जर? यो पत्रीदेखि अलिकति उता चाहिँ यो यस्तो कस्तो अजिब ठाउँ भनौँ न। यतापट्टि चिया छ, यतापट्टि घरहरू छ ठ्याक्क, अनि बिचमा रोड छ, रोडको वारिपारि क्या। उस्तै डरपोको मान्छे त यता राति हिँड्नै डराउँछ होला। फाइनली साढे 2 घन्टा यात्रा गरिसकेपछि आइपुग्यो काने पोखरी होइन। अनि काने पोखरी आउने बित्तिकै म्यासिभ धुलोले चाहिँ स्वागत गरिसकेको छ होइन। अब फेरि हेर न, काने पोखरी आइपुग्ने बित्तिकै, चढ्ने बित्तिकै मकैहरू लिएर पो आइपुग्यो। आन्टी पनि यिनीहरू झर्नु हुने रहेछ, म पनि यिनीहरू झर्ने हो। खोइ मेरो सामान दिनु, सामान नै उथल पुथल भयो कि क्या हो यार। सो फाइनली आइपुग्यो गाइस काने पोखरी। आउने बित्तिकै यत्रो फोहोरको पोल्युसन, साउन्ड पोल्युसन, धुलो, एयर पोल्युसन, सबै पोल्युसन मैले एकैचोटि
यही ठाउँमा के भन्छ एक्सपिरियन्स गरिसकेँ होइन। अनि यस तपाईँहरूलाई म एउटा कुरा भनौँ, इन टोटल म मोरङ 3 चोटि आइसकेँ होइन। तर दिस टाइम वाज वर्स्ट। यो जतिको वर्स्ट चाहिँ मेरो 2टा उयो भएको थिएन। किन भन्दाखेरि पहिलो त्यो इभीमा चढेको पहिलो 1 घन्टा त यस्तो खाँदा थियो मान्छे, यस्तो खाँदा थियो होइन। के भन्नु तपाईँहरूलाई, मेरो त सास फेर्नु पनि उयो भएर उकुस मुकुस क्या एकदम सफोकेसन भइरहेको थियो। अनि त्यो भएर म कहिले गाडीले नमात्ने होइन, मान्छे पनि माथि अनि के भन्नुभयो तपाईँहरूलाई, यो चाहिँ एकदम वर्स्ट थियो यो एक्सपिरियन्स चाहिँ। सुरुवात चाहिँ एकदम दामी थियो होइन, त्यो खाली थियो, कोही पनि थिएन उयसमा चाहिँ, त्यहाँ ट्याक्सीमा आउँदाखेरि चाहिँ। अनि यहाँ अहिले इभीमा चाहिँ कोचा दिएर आएको नि त। गाइज सुरुवात राम्रो भयो भन्दैमा अन्त्य राम्रो हुन्छ भन्ने छैन रहेछ। अनि प्लस यहाँनिर अब मुझे कुछ खाना है, मैं भुका हुँ। अनि ला मेरो सामानको हालत पनि हेर्नुपर्ने रहेछ यार, गार्लाङ गुर्लुङ भइसक्यो होला जस्तो लागिरहेछ। तर पनि केही छैन, आई बिलिभ इन गड, यो चाहिँ ठिकै छ। अनि थ्याङ्क गड म यहाँनिर के भन्छ अब राम्रै सिचुएसनमा आइपुगेँ। भमिट आउन आँटेको थियो तर पनि भमिट चाहिँ आएन, पुरै आइ चाहिँ हालेन होइन, कन्ट्रोल गर्नु शक्ति दिनुभयो। थ्याङ्क गड। अनि गाइज अब यहाँबाट रमाइलोतिर म जान्छु होइन, गाडीलाई एउटा सिटी पक्रेर जान्छु। सो यहाँ यो काने पोखरी चाहिँ अलि यस्तो टाइपको हो, रमाइलो त दामी छ नि, नामै रमाइलो होइन। सो यहाँनिर म के खान्छु, के खानु, म भोकले जानु आँटिसकेँ। सो गाइज मैले यहाँनिर थुक्पा अर्डर गरिसकेँ। अनि यो थुक्पालाई 50 अरे होइन। अनि लेट्स इट दिस। मलाई त खाइहाल्नु भन्छ यार, सबै गाडाम गुडुङ भएको। नुन चर्को रहेछ, गलत मेरे साथ। सो गाइज अब थुक्पा खाइसकेपछि मैले फ्रुटी पनि किनेँ। अनि अब चाहिँ फिक्स रमाइलोतिर जानुपर्ने छ। अनि त्यहाँनिर अङ्कल हुनुहुँदो रहेछ एकजना सिटीमा। अङ्कल रमाइलो जानुहुन्छ? एकजना मात्रै छ रमाइलो त्यसमा बसिरहनु। कुन जान्छ यहाँ मान्छे छ कि? मान्छे छ यहाँ हो नि। यहाँ कति लिनुहुन्छ? 100 रुपियाँ लु बस न। ल ल होइन 100 रुपियाँ हजुर। म त गएँ भने अब भाइ पाराला भाइ कहाँ आइपुग्नु भयो है? जङ्गल हो नि। सो म सिटीमा बसिसकेँ, अब चल्ते है ना। जाँदैछ रमाइलो ड्याम गाडी, यो ठाउँ चाहिँ यस्तो दामी लाग्छ नि मलाई। स्ट्रिट लाइटहरू पनि छ क्या यसमा चाहिँ। यो ठाउँमा चाहिँ राति आउनु दामी हो। लिटरली यो ठाउँमा चाहिँ म ट्राभल गर्न चाहिँ यस्तो दामी फिल। कस्तो भन्यो अब यो चाहिँ बेस्ट फिलिङ हो क्या मेरो लागि चाहिँ। धन्न योले यो बाटोले रिकभर गरिदिएको छ मेरो त्यो। सो यहाँ उहाँहरू पनि हुनुहुन्छ, उहाँ चाहिँ कतै जाने थाहा भएन। कालीकोसी होइन यसरी एकले हात्ती हो माइ गड, हेर्न आउनुपर्छ क्या हो। तर जङ्गली हात्ती होला, परदेखि हेर्दा त हुनुपर्ने हो। यहाँनिर चाहिँ के हो, यो क्रिकेटहरू कराएको होला, साउन्ड पनि दामी हाल्छ। यहाँनिर काने पोखरी, मेन पोखरी चाहिँ यो हो होइन, यतापट्टि छ। ओहो यही तपाईँहरूलाई म देखाउँछु हेर्नुहोस्। पानी जहाँसम्म तल गएको छ त्यो पुरै कालीकोसी।
जगा भन्ने बित्तिकै हुन्छ जगा कहाँ हो रमाइलो भन्नुहुन्छ यो काने पोखरी यो चाहिँ कुनै काम जस्तो छ कि क्या हो यसको सेप माथिबाट मैले हेरेको छुइनँ होइन म गएको पनि छुइनँ घुम्नु चाहिँ यता म चाहिँ यही बाटो नै इन्जोय गर्दैछु यो मेमोरिज टाइपको एउटा क्लिप पनि म यहाँबाट लिनु पऱ्यो क्लिप खिच्नु पऱ्यो होइन बरगाछी भन्ने गाउँ हो यो होइन यस्तो यो पनि दामी छ यो ठ्याक्क सबै गाउँ ओ माई गड गाइस तपाईँहरू जग्गा किन्ने सोचमा हुनुहुन्छ भने यतातिर एकदम बेस्ट प्लेस छ होइन कति छ प्राइस चाहिँ त्यो चाहिँ थाहा भएन तर पनि कस्तो दामी छ यो ठाउँ चाहिँ ओ माई गड लगभग सबैजना यहाँनिर इभी र इभी अरे यो के हो सिटी र साइकलमा उयो धेरै जस्तो उयो गर्नुहुन्छ ट्राभल गर्नुहुन्छ यो ठाउँमा चाहिँ एकदम क्लिन टाइपको छ क्या ठाउँ एउटा प्लास्टिकको खोल देख्नु हुँदैन होला सायद कम्पेरिटिभ के भन्छ एज कम्पेयर टु हाम्रो गाउँ ठाउँ होइन यहाँनिर दामी क्लिन छ क्या ठाउँहरू एकदम सफा enjoying the view so much. त्यहाँनिर फेरि पुरानो लाग्दै रहेछ गाइस अस्तिको पालि म उयो आउँदाखेरि पनि उयो तल अलिकति तल पुरानो लागिरहेको थियो अहिले आउँदा नि यहाँनिर पुरानो लागिरहेछ ए होइन रहेछ व्रत बन्द रहेछ यो ठाउँमा उयो धेरै हुन्छ क्या के भन्छ रमाइलो यतैतिर नि झारिदिनु होला हौ मलाई त्यही त सो रमाइलोमा म झऱ्यो अब चाहिँ सो गाइज म सिटीबाट पनि ओर्लिसकेको छु यो कसरी के परे यो जेब्रा कसरी मेरो चेन्ज भयो भन्नुहुन्छ होला होइन त्यो अगाडिको जेब्रा फाटिगयो कि त्यही भएर मैले अर्को किन 100 रुपियाँ पऱ्यो गयो मेरो 100 रुपियाँ जेब्रामा कता हुनुहुन्छ म खोज्दैछु हाम्रो गीता दिदीलाई ए ए ए मैले देखेँ गाइज मैले होइन उहाँ पर हुनुहुन्छ कि होइन ऊ हो त सो फाइनली मेरो मोरङ आउने के भन्छ यो गोल एक गोल होइन के को लागि आएको थिएँ म मेरो काम पुरा भयो उहाँ हुनुहुन्छ होइन म यहीँनिर हो कता जाने भनेपछि म यहीँनिर आउने यहीँसम्मको नि त सो उहाँदेखि बाटो क्रस गर्नु सक्थेँ तर मैले जेब्रा क्रसलाई युज गरेँ होइन सन्चै हुनुहुन्छ दिदी छिटो आयो त नि छिटै भन्नुपर्छ 8 बजी हिँडेको हिँड न त खाजा खाऊ खाजा ल त्यस्तो धेरै त केही पनि छैन छनु चाहिँ उता सो थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो होइन अब यहाँदेखि म खाजा खान्छु अनि फेरि ओ माई गड आज फेरि फर्किनु पर्ने छ गाइज आज चाहिँ म गाडी ओभरलोड हुने पऱ्यो सो गाइज खाजा खाइनँ किन भन्दा फेरि मैले अघि पनि खाइरहेको नि त हामी स्कुल जान लागेको नि त तिमी जाऊ ए ल ल हुन्छ गाडी यहीँबाट उता ऊ अटो पक्र नभए बस जान्छ
बस चाहिँ कति बेला आउँछ? बस अब आउँछ होला कति अनि ढिलो आउँछ बस अनि उहाँ पैसा दिन लागेको शुक्रबार बन्द हुन्छ नि त ल ल हुन्छ जान्छु ल गयौँ हामी त्यसो ल हुन्छ रामन जाऊ है हुन्छ आएँ अब गाडीबाट ओर्लिने बित्तिकै अब उहाँहरूलाई भेटेँ सामान दिएँ अब फेरि गाडीमै जानुपर्ने ओ माई गड म त गाडी ओभरलोड हुन्छ ल गाइज आएको समयमा मात्रै मैले भ्लग गरेँ किन भन्दाखेरि गएको त किन गरिराख्नु फेरि त्यही बाटो त जाने होइन सो थ्याङ्क यू गाइज फर वाचिङ माई भ्लग लाइक सब्सक्राइब चाहिँ गरिदिनु यार